समय फर्किन्छ मुग्लानी देऊ न सानो बिदाई अब त रातहरू बित्ने होला निदाई निदाई अब त रातहरू बित्ने होला निदाई निदाई। नमस्ते दर्शकवृन्द, आजको विशेष श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। हिजो मात्रै विदाई गीत सार्वजनिक भएको छ। खेम सेन्चुरी र देवी घरती मगरको मिठो स्वरमा सजिएको यस विदाई गीतको शब्द निशान बानियाले लेख्नु भएको छ भने यसको म्युजिक गर्नुभएको छ कुशल विश्वकर्माले। त्यस्तै गरी गीतको म्युजिक एरेन्जमेन्ट गर्नुभएको छ पूर्ण संयोगले भने यो गीतलाई स्टुडियो मालासिरीबाट रेकर्ड गरिएको छ भने यसलाई मिक्सिङ मास्टरिङ गर्नुभएको छ खड्क बाजुरालीले। पछिल्लो समय खेम सेन्चुरीका गीतहरू बजार तातिरहेको बेलामा यस गीत विदाई गीतले एउटा नयाँ इट्टा थप्न सफल भएको छ। यो गीतलाई डिरेक्सन गर्नुभएको छ निशाल बानियाले भने शिशिर पौडेल र कोमल नेपालीले यस गीतमा मिठो अभिनय दिनुभएको छ। यस गीतलाई पानस फिल्म्सबाट बजारमा ल्याइएको छ। विदाई गीत अत्यन्तै राम्रो छ, त्यसकारण सम्पूर्ण साथी भाइ इष्टमित्र सबैजनाले पानस फिल्मको युट्युब च्यानलमा गएर यस विदाई गीतलाई हेरिदिनु हुन हामी अनुरोध गर्छौँ। यस्तै यस्तै नयाँ गीत कसको आयो, बजारमा कुन गीतले तहल्का पिर्दैछ भन्ने कुराको जानकारी पाउनको लागि मेरो यो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु हुन सम्पूर्णमा म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सबैले मेरो युट्युबलाई सब्सक्राइब गरेर बेल आइकन दबाइदिनु हुन र लाइक सेयर गरिदिनु हुन म विशेष अनुरोध गर्न चाहन्छु। हवस् त, आजको श्रृङ्खला कस्तो लाग्यो? पुनः अर्को श्रृङ्खलामा भेट्ने बाचा गर्दै तपाईँबाट म बिदा हुन चाहन्छु। नमस्ते।